नमस्कार। आज म भनेको अमेरिकाको बन्दुक पसल आएको छु। मेरो हातमा तपाईँले दुईटा बन्दुक देख्न सक्नुहुन्छ। अमेरिकाको गन मार्केट कस्तो हुँदो रहेछ आज म तपाईँलाई सम्पूर्ण घुमेर कति के पर्दो रहेछ, बन्दुक किन्ने प्रक्रिया के रहेछ त अमेरिकामा सम्पूर्ण आज म तपाईँलाई अमेरिकाको गन मार्केट घुमेर देखाउँछु है। र बन्दुकी यसरी चट्ट राखेको छ सजाएर। सर्ट गनहरू दाम भनेको $450 लिएर 800 600 हेरी कुनै $1200 छ हैन। हेरी यहाँ कति हो कति बन्दुक पुरै नगरमा यो सेक्सन छ बन्दुक पुरै यो लामो बन्दुकहरू छ यहाँनेरि। त्यो पनि 800 देखि लिएर 1000 देखि लिएर यहाँ पनि सब सर्ट गनहरू $250 देखि नि बन्दुक पाउँदो रहेछ। लगभग नेपाली भनेको 35,000 रुपैयाँमा यो छ नि, यो बन्दुक पाउँदो रहेछ। त्यस्तै यो भनेको $700 को छ। हेरी छ क्या, यी $550 को $700 को छ, त्यो $300 को रहेछ यो सेतो बन्दुक हैन। त्यस्तै $399 छ। हेरी हुन्छ। मलाई बाहिर त्यस्तो बन्दुकको बारेमा थाहा छैन हैन। अनेस्टली भन्नुपर्दा तपाईहरुलाई जस्ट देखाएको कति के पर्दो रहेछ भनेर। र यहाँ चाहिँ भनेको अर्को छोटो बन्दुक रहेछ, रजर न्यू मोडल अरे सिंगल 6.22 भनेर छ। सब यिनीहरूको दाम भनेको चाहिँ $599 रहेछ। ल यहाँ पनि छ नि, यो सबै गन मार्केट हो। यहाँ चाहिँ भनेको पुरै आफूले नि निकालेर पुरै विचार गर्न ताक्न ओर्न हान्न सब कुरा पाइन्छ है। यहाँ चाहिँ भनेको यो चाहिँ हन्टिङ गर्ने बन्दुकहरू, यो $700 रहेछ। यो बन्दुकहरू जति पनि छ नि, यो यहाँ पनि छन् बन्दुक कति हो कति बन्दुक। अब अझै स्पेसल बन्दुकहरू महँगा बन्दुक यहाँभित्र छन्। ल म भित्र छिरेर देखाउँछु है कति के पर्दो रहेछ। यहाँ चाहिँ एकदम युनिक खाले रहेछ, $3500 को बन्दुक रहेछ। यो पनि यो $3000 को ब्रास प्रो, यो पनि $4000 को रहेछ। $1000 रहेछ यहाँनिर। त्यो अर्को खाले गन यो कोल्ड पाइथन, यसको दाम भनेको $3500 रहेछ। यो अर्को भनेको यसको $1800 भयो। त्यो भित्रको भनेको त्यो पाइथन .35mm को रहेछ। यो कोल्ड $2600 को। यो सानो पेस्तोल रहेछ यो चाहिँ हैन। यो $5000 झन् महँगो रहेछ। सबसे सानो रहेछ यो झन् मोडल .44 क्यालोरीको। यो यसको दाम भनेको $2400। यो चाहिँ महँगो रहेछ अहिलेसम्म मैले देखेको। $10,000 को रहेछ यो चाहिँ। तिर पनि छ, माथितिर पनि छ। यो $2000 को रहेछ यो हैन। यो एकदम युनिक खाले रहेछ। यो कुन रहेछ हेर्दाखेरि खतरा खाले रहेछ। हेर्नु न यो झन् र ट्राई गर्नु पर्यो बन्दुक टक्कसँगले। टक्क यस्तो गरेर सट्ट ठोकेपछि त बोकेपछि त मलाई बाहिर पड्काउनु पनि आउँदैन। बन्दुकको बारेमा थाहा पनि छैन। यसको मूल्य कति हो? $350 रहेछ। यो लङ गन भयो। सर्ट गनहरू पनि छन् यहाँ हैन। यति धेरै यो बन्दुकी पुरै नगरेर पक्नु बन्दुक राखिदिन्छु। चलाउँदैन अहिले पड्किन्छ फेरि मलाई थाहा छैन। यो सब लङ गनहरू भयो हैन। लङ गन भयो। सर्ट गन यतापट्टि छ हेर्ने त। यो सर्ट गन यसको मुनिपट्टि यहाँ पनि छ नि विभिन्न खाले सर्ट गन आइटम। यो कुन खाले बन्दुक हो? यो रोजर के लेखेको छ, यसको $600 रहेछ। यहाँ पनि कुनै सेता छन्, काला छन्, के हुन् के बन्दुक पुरै नगरौँ। $250 देखि लिएर $10,000 सम्मका। यहाँ चाहिँ यो लामो राइफलहरू रहेछ। यो चाहिँ राइफलको मूल्य भनेको यसको मूल्य $1700 रहेछ। यो माथिको र तलको कलर मात्र बेग्लै छ, एउटै छ। अनि यो पनि राइफलै हो। यसको दाम भनेको तलको $5000 यसको $1500। ल अब यो चाहिँ भनेको बन्दुकको गोलीहरू। यो सबै बन्दुकको गोलीहरू, सबै बन्दुकको गोलीहरू नि हो यो हैन। यो माथिको सबै यहाँ पनि छ नि, यो सबै बन्दुकको गोली पनि सब बन्दुकको गोली पाउने ठाउँ हो। यिनीहरू सबै यो सबै बन्दुकै गोली हो। यो पनि बन्दुकको गोली हो। यहाँ पनि हैन कति पर्दो रहेछ हेरेर हुँदो रहेछ पक्नु है त। प्राइस पनि कति रहेछ म हेर्छु ल। यो कति पिस रहेछ भने नि $75 रहेछ। जम्मा भनेको 223 वटा रहेछन् गोलीहरू हैन। यो राइफलको सब पाउने भयो। प्लस यतातिर पनि यो सबै यहाँ पनि अरू थोरै। यो पनि के हो? यो पनि बन्दुकी गोलीहरू यो सबै। यो चाहिँ सानो खाले रहेछ। यो सस्तो $109 रहेछ। यो चाहिँ 1400 वटा गोली, एकदम सानो बन्दुकमा लाग्ने गोली रहेछ यो चाहिँ हैन। प्लस यी बन्दुकका होल्डरहरू, यो बुलेट हाल्ने लगायत सबै यो सेक्सनै त्यही भयो हैन। तपाईले हेरिहाल्नुभयो अमेरिकाको गन मार्केट मेरो पछाडि। र अमेरिकामा बन्दुक किन्न चाहिँ भनेको कस्तो छ भन्दाखेरि पोलिसी अब राइफल किन्ने हो कि अर्को किन्ने हो कि प्राय भनेको 18 वर्षदेखि लिएर
मिनिमम पनि 18 वर्ष हुनुपर्छ सर्ट एन्ड बन्दुक। अनि अरू बन्दुक भनेको चाहिँ 21 वर्षभन्दा माथिको हुनुपर्छ बन्दुक राख्नको लागि, किन्नको लागि। यदि अहिले मैले यहाँ किन्न चाहेँ भने अहिले म यहाँ विथिन 15 मिनट बन्दुक किन्न सक्छु। त्यसको लागि भनेको मेरो सुरुमा आइडी दिनुपर्ने हुन्छ होइन। अनि आइडी दिइसके पछाडि भनेको ब्याकग्राउन्ड चेक हुन्छ क्या मेरो। अब यस अगाडिको रेकर्ड कस्तो छ त, अब सोसल सेक्युरिटी जब मेरो आइडी दिइसके पछाडि भनेको मेरो रेकर्ड अमेरिकामा बस्दाखेरि म कस्तो खालको मान्छे हो, के गरेको छु, फटा छु कि छैन, ब्याकग्राउन्ड चेक कस्तो छ त, सबै कुरा चेक हुन्छ। अनि ब्याकग्राउन्ड चेक हुँदाखेरि सबै कुरा ठिक छ, ब्याकग्राउन्ड क्लियरेन्स भएको खण्डमा चाहिँ भनेको विथिन 15 देखि 20 मिनटभित्र मैले बन्दुक लिएर लाइसेन्ससहित लिगल तरिकाले अमेरिकामा बन्दुक किन्नलाई राख्नलाई पाइन्छ। र देखिहाल्नुभयो आज तपाईँले अमेरिकाको बन्दुक मार्केट। र अमेरिकामा चाहिँ भनेको बन्दुक पसलहरू छ्याप हुन्छन् क्या। जस्तै मेरो घर नजिकै भनेको 2-3टा त्यहाँ यिनीहरू बन्दुक पसल छ। यहाँ एउटा छ, अर्को यिनीहरू 10 मिनटको डिस्टेन्स पर पनि अर्को एउटा छ, छ्याप हुन्छन्। र बन्दुक भनेको त्यो भएर पनि अमेरिकामा मासुटहरू हुन्छ नि हो। यसै गरी बन्दुक लिगल तरिकाले छ्याप पसलमा गएर किन्नलाई पाइन्छ क्या, कुनै अनौठै हुँदैन। यदि कसैले बन्दुक राख्न चाहेको खण्डमा भनेको सजिलैसँग राख्ने यसरी प्रक्रियासँग किन्न पाइन्छ। त्यो भएर पनि मास सुट आउटका घटनाहरू अमेरिकामा एकदमै बेसी भइरहेका